ब्लक साइफरको एक्जाम्पल हामीलाई थाहा छ एइएस, डिइएस यो दुईटा एल्गोरिदम्सहरू भयो। यिनीहरूलाई चाहिँ विभिन्न मोड्समा युज किन गर्न पर्यो? हामीसित 5 ब्लक साइफर मोड्स अफ अपरेसन छ। सो व्हाई डू वी नीड सच मोड्स? पहिलो कुरा त यसमा के छ भन्दा एइएसले 128 बिट इनपुट साइज एज अ ब्लक लिन्छ। डिइएसले 64 बिट एज अ ब्लक इनपुट साइज लिन्छ। सो डेटा आउँदा त 64 बिट र 128 बिट भन्दा माथिकै आउँछ नि। सो त्यसलाई चाहिँ मल्टिपल ब्लक्समा कसरी प्रोसेस गरिन्छ त्यसको लागि मोड्सहरू छन्। अर्को कुरा चाहिँ विभिन्न मोड्सले विभिन्न पर्पजलाई सर्भ गर्छन्। सो विभिन्न कन्डिसन्समा हामीले भेरियस मोड्सहरूको युज देख्छौँ। पहिलो मोड के छ? इलेक्ट्रोनिक कोड बुक मोड। सबैभन्दा सिम्पल, सबैभन्दा फास्ट। फास्ट किन? प्यारलल प्रोसेसिङ चलिरहेछ। सो 64 अथवा 128 बिट भन्दा माथिको डेटा आयो भने विभिन्न ब्लक्समा यसरी क्याटेगराइज हुन्छ। अनि यसरी 3टा मात्र हैन, धेरै यस्तै स्ट्रक्चर्सहरू हुन्छन् र लास्टको स्ट्रक्चरमा यदि बिट चाहिँ अट्यो अनि बाँकी बिट खाली छ भने 0 ले प्याडिङ हुन्छ। सो ब्लक साइफर इन्क्रिप्सन, अब यो स्ट्रक्चर हेर्ने हो भने यो इन्क्रिप्सनको स्ट्रक्चर हो। इन्क्रिप्सनको स्ट्रक्चरमा के देखिरहेछौँ भन्दा प्लेन टेक्स्ट आयो, यो ब्लक साइफर इन्क्रिप्सन भनेको या त एइएस होला या त डिइएस होला, हो कि नै? सो यहाँबाट एल्गोरिदमबाट पास भएपछि साइफर टेक्स्ट आयो। यहाँ पनि त्यही भइरहेछ। सो सेम प्लेन टेक्स्टमा यो फास्ट छ, सिम्पल छ, यो त प्रोज भयो नै। कन्सको कुरा गर्ने हो भने सेम प्लेन टेक्स्टलाई यहाँ धेरै अब्भियस छ कि सेम साइफर टेक्स्ट आइरहेको। साइफर टेक्स्टमा रेगुल्यारिटी आउनु भनेको एउटा सिक्योरिटी भल्नरेबिलिटी हो। हाउ? हामीले एकछिनमा हेर्नेछौँ। त्यही डिक्रिप्सनको स्ट्रक्चरको हेर्ने हो भने डिक्रिप्सनको स्ट्रक्चर पनि त्यति नै सिम्पल छ। साइफर टेक्स्ट आइरहेछ, एल्गोरिदमबाट पास भएर एल्गोरिदमले के लिइरहेछ एन्ड देन प्लेन टेक्स्ट आइरहेछ। सो साइफर टेक्स्टमा रेगुल्यारिटी आयो भने के हुन्छ? साइफर टेक्स्टमा रेगुल्यारिटी आयो भने यो प्लेन टेक्स्ट हो भने साइफर टेक्स्ट यस्तो देखिन्छ। सो साइफर टेक्स्टद्वारा पनि प्लेन टेक्स्टको जानकारी अट्याकरले हासिल गर्न सक्छ। यो एउटा पेन्गुइन प्रब्लम हो। इसिबी मोडमा चाहिँ साइफर टेक्स्टमा यस्तो रेगुल्यारिटी आउँछ भने अदर मोड्समा यस्तो आउँछ। यहाँबाट केही थाहा पाइन्न, तर यहाँबाट थाहा पाइन्छ पेन्गुइन हो भनेर। त्यसकारण इसिबी सिम्पल फास्ट भए तापनि सेक्योर चाहिँ त्यति छैन। यसको लिमिटेसन्सलाई ओभरकम गर्न लागि हामीसित अर्को मोड छ, साइफर ब्लक चेनिङ मोड। यसमा के भइरहेछ? प्लेन टेक्स्ट आइरहेछ, इनिशियलाइजेसन भेक्टर यसको काम र्यान्डमाइज गर्नु ब्लकलाई। यदि यो प्रेडिक्टेबल छ भने अलि सिक्योरिटी फ्ल हुन्छ। यसलाई के गरिरहेछौँ? प्लेन टेक्स्ट र इनिशियलाइजेसन भेक्टरलाई एक्सोर गरिरहेछौँ। जे आउँछ त्यसलाई एल्गोमा पास गरिरहेछौँ, एइएस, डिइएस के लिइरहेछ त्यसले, एन्ड देन वी गेट साइफर टेक्स्ट। यही साइफर टेक्स्टलाई युज गरिरहेछौँ अर्को प्लेन टेक्स्टसित एक्सोर गर्नलाई, जसले जे दिन्छ त्यसलाई एल्गोमा पास गरेर साइफर टेक्स्ट निकाल्छौँ। यो चेनिङले गर्दा सेम प्लेन टेक्स्टको सेम साइफर टेक्स्ट आउन, साइफर टेक्स्टमा रेगुल्यारिटी आएन भने सिक्योरिटी भल्नरेबिलिटी पनि इस्यु भएन। सो द्याट्स हाउ इट ओभरकम्स इसिबी मोड्स लिमिटेसन। डिक्रिप्सनको स्ट्रक्चरको कुरा गर्ने हो भने साइफर टेक्स्ट आइरहेछ, देन इट इज बिङ पास्ड अन हियर। अलिकति स्ट्रक्चर फरक चाहिँ साइफर टेक्स्ट आइरहेछ, देन ब्लक साइफर डिक्रिप्सनको एल्गोमा भयो, एन्ड देन इनिशियलाइजेसन भेक्टरसित एक्सोर हुन्छ। त्यो आउटपुट यहाँ जे आछ त्यसले चाहिँ प्लेन टेक्स्ट रिकभर हुन्छ। के हुन्छ? अनि त्यसरी नै यहाँ साइफर टेक्स्ट पास भइरहेछ, स्ट्रक्चरमा अलि फरक छ। तर यसमा चाहिँ प्यारलेलिजम छैन, प्यारलल प्रोसेसिङ छैन। डिपेन्डेन्सी आयो, अलि स्लो होला तर सिक्योर चाहिँ छ। यो दुईटा मोड्स हामीले पढ्यौँ। अब हामीसित अझै 3टा मोड्स छन्। त्यो 3टै मोडलाई चाहिँ स्ट्रिम मोड भनेर यसो हुन्छ नि नन फर्मल्ली दिमागमा लाग्दा हुन्छ। किनभने 3टै मोडहरू ब्लक साइफर भए तापनि यिनीहरूबाट हामी चाहिँ स्ट्रिम साइफरको कन्स्ट्रक्सन गरिरहेछौँ। स्ट्रिम साइफर भनेको बिट बाई बिट अर बाइट बाई बाइट प्रोसेसिङको लागि युज हुन्छ। साइफर फिडब्याक मोड त्यसमा पहिलो हो। के भइरहेछ त यहाँ? अनि स्ट्रिम साइफरहरू अब कन्स्ट्रक्सन भइरहेछ नि अब आउने 3टै मोडमा। त्यसमा चाहिँ एउटा सिमिल्यारिटी चाहिँ हामीले देख्नेछौँ कि की स्ट्रिम जेनेरेट हुन्छ। की स्ट्रिम जेनेरेट हुन्छ एन्ड प्लेन टेक्स्ट र साइफर टेक्स्टसित एक्सोर हुन्छ। यो चाहिँ सिमिल्यारिटी रहन्छ। सो यदि मैले देखाउन पर्ने हो भने यहाँ चाहिँ की स्ट्रिम जेनेरेट भइरहेछ, जो कि एक्सोर भइरहेछ प्लेन टेक्स्टसित।
यहाँ चाहिँ की स्ट्रिम जेनेरेट भइरहेछ जो एक्सर भइरहेछ प्लेन टेक्स्टसित। यहाँ की स्ट्रिम जेनेरेट भइरहेछ एक्सर भइरहेछ साइफर टेक्स्टसित। यहाँ की स्ट्रिम जेनेरेट भइरहेछ एक्सर भइरहेछ साइफर टेक्स्टसित, यहाँ प्लेन टेक्स्टसित। एक्सरको पनि फाइदा छ धेरै ठुलो, जसले गर्दा हामीले डिक्रिप्सन एल्गोरिदम युज गर्ने पर्दैन। तर अहिले स्ट्रक्चरमा हेर्ने भने के भइरहेछ, इनिशियलाइजेसन भेक्टर छ, यो चाहिँ युनिक हुनुपर्छ सिक्योरिटी भल्नरेबिलिटी एभोइड गर्न लागि। ब्लक साइफरमा गइरहेछ, त्यसबाट जे की स्ट्रिम आउँछ है, एल्गोमा गएर जे की स्ट्रिम आइरहेछ एइएस होस् अथवा डिइएस होस्, त्यसलाई हामीले एक्सर गरिरहेछौँ प्लेन टेक्स्टसित साइफर टेक्स्ट जेनेरेट गर्न लागि। अनि त्यही साइफर टेक्स्ट फेरि फिडब्याक गरिरहेछौँ। त्यसकारण साइफर टेक्स्ट फिडब्याक गरिएकाले साइफर फिडब्याक मोड भनेर यसलाई चिनिन्छ। यो त इन्क्रिप्सनको स्ट्रक्चर भयो। डिक्रिप्सनको स्ट्रक्चरमा हेर्ने हो भने वी हेभ गट डिक्रिप्सन एल्गो छँदै छैन यहाँ। यहाँ इन्क्रिप्सन नै हो, यो अन पर्पज हो। किनभने एक्सरको फिचरले गर्दा यस्तो सम्भव भएको हो। एक्सरमा के छ, यदि एबिसी छ भने दुईटालाई एक्सर गर्नुहुन्छ भने तेस्रो आउँछ। दुईटा सधैँ के रहन्छ, प्लेन टेक्स्ट र साइफर टेक्स्ट। तेस्रो के रहन्छ, की स्ट्रिम। सो हामीलाई यहाँ डिक्रिप्सन एल्गो चाहिँदै चाहिन्न, इन्क्रिप्सन एल्गोले नै डिक्रिप्सनको काम गरिदिन्छ। सो यहाँ के थियो, यसरी साइफर टेक्स्ट फिडब्याक भइरहेको थियो भने अब चाहिँ इनिशियलाइजेसन भेक्टर आउँछ, एल्गोमा जान्छ, की स्ट्रिम जेनेरेट हुन्छ, साइफर टेक्स्टसित के हुन्छ भन्दा एक्सर हुन्छ, त्यसले प्लेन टेक्स्ट दिन्छ। यही साइफर टेक्स्ट फेरि यहाँ ब्लक साइफरमा जान्छ, कीसित प्रोसेस भइसकेपछि की स्ट्रिम आउँछ, साइफर टेक्स्टसित के हुन्छ, एक्सर हुन्छ, के दिन्छ, प्लेन टेक्स्ट। सो यो साइफर फिडब्याक मोडको डिक्रिप्सन भयो। अर्को मोड छ हामीसित आउटपुट फिडब्याक। यसमा चाहिँ साइफर फिड गरिरहेको छैनौँ, यसमा हामीले की स्ट्रिम नै अथवा आउटपुट भनौँ त्यही फिड गरिरहेछौँ। यसमा पनि सेम स्ट्रक्चर छ। इन्क्रिप्सन स्ट्रक्चर हेर्ने हो भने इनिशियलाइजेसन भेक्टर, देन यहाँ प्रोसेसिङ भयो, की स्ट्रिम जेनेरेट भयो, प्लेन टेक्स्टसित एक्सर भएर साइफर टेक्स्ट दिइरहेछ, एन्ड यही आउटपुट हामीले चाहिँ फिडब्याक गरिरहेछौँ। सो यो स्ट्रक्चर भयो। डिक्रिप्सनको कुरा गर्ने हो भने इन्क्रिप्सन फङ्सनले नै काम गर्छ एक्सरको फिचरले गर्दा। सो साइफर टेक्स्ट मात्र एक्सर गरिदिने भने प्लेन टेक्स्ट आउँछ, प्लेन टेक्स्ट एक्सर गरिदिने भने केसित, की स्ट्रिमसित। सो साइफर टेक्स्ट आउँछ, प्लेन टेक्स्ट आउँछ, यसरी। लास्ट मोड हाम्रो छ काउन्टर मोड। यो दुईटैमा हेर्ने हो भने चेनिङ छ नि, त्यसले गर्दा प्यारलेलिजम भयो, तर अनि स्लो भयो, तर सेम प्लेन टेक्स्टको सेम साइफर टेक्स्ट चाहिँ आइरहेको छैन। त्यो यसको फाइदा पनि छ। र हामीले यहाँ मेन कुरा त स्ट्रिम साइफर कन्स्ट्रक्सन गरिरहेछौँ ब्लक साइफर युज गरेर, त्यो कुरा पनि हो। सो यो चाहिँ हाम्रो के थियो, आउटपुट फिडब्याक मोड र साइफर फिडब्याक मोड। अब हाम्रो लास्ट मोड के रहेको छ, काउन्टर मोड। यसको फिचर भनेको स्ट्रिम साइफर कन्स्ट्रक्सन त भइ नै रहेछ, यसमा अझ के छ, ऱ्यान्डम एक्सेस र प्यारलल इन्क्रिप्सन। प्यारलल इन्क्रिप्सन भनेको यसमा चेनिङ छँदै छैन। सो प्यारलली प्रोसेसिङ जब हुन्छ, एक आपसमाथि डिपेन्डेन्सी नभएको हुनाले, सो द प्रोसेसिङ इज फास्ट। यसमा के भइरहेछ भन्दाखेरि नन्स र काउन्टर युज भइरहेछ, जो कि ब्लक साइफर एल्गो विथ कीमा प्रोसेस भएर आउँछन्, एक्सर हुन्छन् साइफर टेक्स्टसित दिन लागि प्लेन टेक्स्ट। यसमा चाहिँ डिक्रिप्सनको डायग्राम सुरुमै बनाएर चाहिँ त्यही भएर प्लेन टेक्स्ट रिकभर भयो। इन्क्रिप्सनको स्ट्रक्चर हेर्ने हो भने त्यही कुरा हो, काउन्टर र नन्स हुन्छन्, ब्लक साइफर इन्क्रिप्सनमा प्रोसेस भएर की स्ट्रिम दिन्छन्, एक्सर हुन्छ साइफर टेक्स्टसित, के दिन्छ, प्लेन टेक्स्ट। ओके, दुईटै यहाँ डिक्रिप्सनकै डायग्राम भने रहेछ। यहाँ प्लेन टेक्स्ट हुनुपर्ने है, एउटा त इन्क्रिप्सन गर्नु पर्यो नि। सो इन्क्रिप्सन गर्न लागि चाहिँ प्लेन टेक्स्ट यहाँ राखिदिने, के दिन्छ, साइफर टेक्स्ट यहाँ दिन्छ, भयो। ऱ्यान्डम एक्सेस कसरी हुन्छ, काउन्टर नम्बरले। सो यही थियो।